हेलो साथीहरू, वेलकम टु मोहन पौडेल युट्युब च्यानल। आज चाहिँ हामी के पढ्न जाँदैछौँ भन्दा डोप्लर्स इफेक्टको बारेमा पढ्न जाँदैछौँ र यसको एउटा ट्रिक छ जुनबाट चाहिँ हामीले के निकाल्न सकिन्छ भन्दा एपरेन्ट फ्रिक्वेन्सी निकाल्न सकिन्छ। त्यो ट्रिक हजुरहरूसँग म आज सेयर गर्न जाँदैछु। ल सुरु गरौँ है त हाम्रो भिडियो। सुरुमा हामीलाई थाहा हुनु पर्यो डोप्लर्स इफेक्ट भनेको के हो। डोप्लर्स इफेक्टमा हामीले के गरिन्छ, डोप्लर्स इफेक्टले के भन्छ भन्दा भेरिएसन पिचमा चाहिँ भेरिएसन आउँछ र के कारणले रिलेटिभ मोसन बिट्विन सोर्स एन्ड अब्जर्भर र सोर्सको बिचको रिलेटिभ मोसनको कारणले साउन्डको पिचमा चाहिँ भेरिएसन आउँछ। त्यही कुरा यसले भन्छ। अब हामी जाम ट्रिकतिर। ट्रिकमा चाहिँ के छ भन्दा हामीसँग डोप्लर्स इफेक्टमा के हुन्छ, एउटा सोर्स हुन्छ, अर्को हुन्छ अब्जर्भर। यसमा चाहिँ हाम्रो ट्रिक के छ भन्दा सोर्सलाई जहिले पनि चोर मान्ने, अब्जर्भरलाई पुलिस। अब सोर्सले के गर्छ, सोर्सले साउन्ड निकाल्छ भनेपछि सोर्सतिर साउन्ड यता जानु पर्यो, फ्रिक्वेन्सी यसरी यता जानु पर्यो। ठिक छ। अब एउटा केस गरौँ है त। सोर्स अब्जर्भर स्टेसनरी छ, अब्जर्भर चाहिँ हाम्रो स्टेसनरी छ, सोर्स चाहिँ कता हिँडिरहेछ, अब्जर्भरतिर हिँडिरहेछ एफ फ्रिक्वेन्सी लिएर। अब यो चाहिँ यूएस भेलोसिटीले हिँडेछ, यसको यु भनेको 0 भयो किन भन्दा यो स्टेसनरीमा छ। हाम्रो ट्रिक के छ, ल अब जानौँ है त। यसलाई के मान्ने, सोर्सलाई चोर मान्ने। चोरको काम के हो, पुलिसबाट भाग्ने हो कि नै हो, यो पुलिस भयो। अब हाम्रो यो डोप्लर्स इफेक्टमा निकाल्ने के हो, एपरेन्ट फ्रिक्वेन्सी निकाल्ने। अब एपरेन्ट फ्रिक्वेन्सीलाई के भनौँ हामीले, एफ डैश भनौँ। अनि यसरी इक्वल्स टु दिउँ, त्यहाँ चाहिँ एउटा लाइन तानौँ, यहाँ इन्टु एफ, यो सबैमा हुन्छ यति। अनि यहाँ माथि नि भी लेखिदिउँ, यो नि भी, यो भनेको भेलोसिटी अफ साउन्ड। अब त्यहाँपछि क्यारम भन्दा हामीलाई एबिसिडी त आउँछ होला अनि त। अब एबिसिडीमा ओ अघि आउँछ कि यस अघि, ओ अघि आउँछ, त्यही भएर यो नि ओ नि माथि हुने भयो। ओ माथि हुन्छ, यस तल हुन्छ। अल्फाबेटिकल्ली यो माथि आयो, यो तल आयो, यो नि बुझ्नुभयो। अब पुलिस के छ, सोर्स अब्जर्भर के छ, स्टेसनरी छ भनेपछि माथि केही जोड्न परेन। ल जोड्दै नि भयो किन भन्दा युओ जोडिदिउँ, के भयो, यो 0 छ, जोडे नि घटाए नि केही छैन। अब यता तल के गर्ने हो हामीले, सोर्सको बारेमा हो नि त। सोर्स के गरिरहेछ, हिँडिरहेछ कतातिर, पुलिसतिर। चोरको काम पुलिसतिर हिँड्ने हो कि पुलिसबाट भाग्ने हो, पुलिसबाट भाग्ने भनेपछि यसले उल्टो काम गर्यो कि नै, आफूले गर्नु नपर्ने काम गर्यो कि नै, गर्यो। त्यही भएर माइनस। बुझ्नुभयो किन रे माइनस? चोरको काम के हो, पुलिसबाट भाग्ने हो कि नै, यो त कता गइरहेछ, पुलिसतिर गइरहेछ। त्यही भएर यसले उल्टो काम गर्यो, त्यही भएर माइनस आयो। हाम्रो फर्मुला यो भयो। अब यो केसमा के छ, युओ 0 छ, भेलोसिटी अफ अब्जर्भर 0 छ किन भन्दा यो स्टेसनरी छ। त्यही भएर के भयो, यस्तो हुने भयो हाम्रो फर्मुला। यही थियो ट्रिक। अब अर्को गरौँ। अर्कोमा के गरौँ भन्दा एउटा सोर्स छ, एउटा अब्जर्भर छ। यहाँ चाहिँ के गरौँ भन्दा यो यता भागिरहेछ अनि यो यता भागिरहेछ। यसले यता भागे नि फ्रिक्वेन्सी कता पठाउने हो, अब्जर्भरतिर हो कि नै। यसरी फ्रिक्वेन्सीको साउन्ड यसरी जान्छ भनेपछि यो युओले यता भागेछ, यो युएसले यता भागेछ। यो के हो, पुलिस हो। पुलिसको काम के, चोरलाई छोप्ने। चोरको काम के, पुलिसबाट भाग्ने। यो चोर भयो। अब हाम्रो युनिभर्सल फर्मुला के हुने भयो, युनिभर्सल फर्मुला एफ डैश भनेको के हुने भयो, यहाँ भी लेख्ने, यहाँ नि भी लेख्ने, अनि यता इन्टु यसरी एफ लेख्ने। एफ भनेको यो सुरुको, सोर्सको सुरुको हो है फ्रिक्वेन्सी। अब यहाँ के भयो, पुलिस छ हैन, पुलिस कता भागिरहेछ, चोरतिर भागिरहेछ भनेपछि यसले, त्यही भएर प्लस हुने भयो। अब यसको भेलोसिटी कतिले भागेछ, युओले भागेछ। अब चोरको काम के, पुलिसबाट भाग्ने। यो नि भागेछ कि नै, भागेछ भनेपछि यसमा नि प्लस हुने भयो, युएस। अब यो तल माथि किन अब्जर्भर आयो भनेर लायो भने, किन आयो रे, ओ अल्फाबेटिकलमा अगाडि आउँछ कि पछाडि, अगाडि आउँछ, त्यही भएर माथि। यही थियो ट्रिक। धन्यवाद। थ्याङ्क यू फर वाचिङ।